नमस्ते मम्मीहरू। ब्रेस्ट फिडिङ वा स्तनपान हरेक आमाको जीवनको एउटा एकदमै सुन्दर तर उत्तिकै चुनौतीपूर्ण यात्रा हो। मलाई पनि सुरुका दिनहरूमा बच्चा अघाउने गरी दुध पुगेको छ कि छैन भनेर धेरै चिन्ता हुन्थ्यो। मेरो सिएस गरेर डेलिभरी भएकोले गर्दा त झन् सुरुका दिनमा दुध नै नआएको जस्तो फिल भयो। आफूले बच्चालाई खुवाउन पनि नसक्ने अनि दुध पनि कम आउने। तर मैले हिम्मत हारिनँ। चम्चामा थोपा थोपा निकालेर भए पनि बच्चालाई खुवाएँ। यदि तपाईँ पनि यस्तै समस्याबाट गुज्रिरहनु भएको छ भने चिन्ता नलिनुहोस्। आज म मेरो अनुभव भन्दैछु जसले आमाको दुध बढाउन मद्दत गर्छ। पहिलो हो बच्चालाई बारम्बार स्तनपान गराउने। बच्चाले जति धेरै चुस्छ शरीरले त्यति धेरै दुध उत्पादन गर्छ। त्यस्तै गरी दोस्रो हो प्रत्येक पटक दुवै स्तनबाट दुध खुवाउने। एउटा स्तन राम्रोसँग खाली भएपछि मात्र अर्को स्तन दिने गर्नुपर्छ। त्यस्तै गरी रातिको स्तनपान छुटाउनु हुँदैन। राति प्रोल्याक्टिन अथवा दुध बनाउने हर्मोन बढी सक्रिय हुन्छ। त्यस्तै गरी पर्याप्त पानी र झोलयुक्त खानेकुरा खानुपर्छ। पानी, दालको झोल, सुप, नरिवल पानी आदि एकदमै लाभदायक हुन्छन्। त्यस्तै गरी प्रशस्त मात्रामा पौष्टिक खाना खानुपर्छ जस्तै ज्वानोको झोल, मेथी, सौँफ, जिरा, तिल, गेडागेटी, हरियो सागसब्जी र सन्तुलित आहार। सताभरीको पाउडर पाउँछ र त्यसै दुधमा वा पानीमा घोलेर खानाले पनि दुध बढ्छ। ओट्स पनि दुध बढाउनको लागि त्यति नै धेरै प्रभावकारी हुन्छ। शीतल चिनीको पात पानीमा पकाएर खानाले पनि दुध एकदमै राम्रोसँग बढ्छ। त्यस्तै गरी बच्चालाई सही तरिकाले दुध चुस्न लगाउनुपर्छ। बच्चाले आमाको मुन्टो मात्र होइन वरपरको कालो भाग पनि राम्रोसँग मुखमा पारेको हुनुपर्छ। यसलाई ल्याचिङ भनिन्छ। यदि ल्याचिङ सही भयो भने बच्चाले अघाउन्जेल दुध तान्न सक्छ र दुधको प्रभाव पनि राम्रो हुन्छ। त्यस्तै गरी ब्रेस्ट फिडिङ पछि दुध पम्प गर्नुपर्छ। यसले गर्दा शरीरलाई अझ धेरै दुध बनाउन सङ्केत गर्छ। त्यस्तै गरी आमाले पर्याप्त आराम र निन्द्रा लिनुपर्छ। तनाव वा स्ट्रेसले आमाको दुध घटाउने मुख्य काम गर्छ। बच्चा सुतेको बेलामा आफू पनि थोरै भए पनि विश्राम गर्नुपर्छ। आमाको मन शान्त र खुसी भयो भने दुधको उत्पादन पनि राम्रो हुन्छ। त्यस्तै गरी अनावश्यक फर्मुला दुध दिनु हुँदैन। डाक्टरले आवश्यक नभनेसम्म धेरै फर्मुला दिँदा बच्चाले कम चुस्ने भएकाले दुध उत्पादन घट्छ। त्यस्तै गरी अन्तिम उपाय भनेको आत्मविश्वास राख्ने र तनाव कम गर्ने। धेरै आमालाई आफ्नो दुध कम भएको जस्तो लागे पनि वास्तवमा बच्चाले दुध पर्याप्त हुन सक्छ। बच्चासँग स्किन टु स्किन कन्ट्याक्टले पनि दुध बढाउन सहयोग गर्छ। यदि हजुरलाई पनि ब्रेस्ट फिडिङमा कुनै प्रब्लम आएको छ भने तल कमेन्ट गर्नुहोला है त। साथै हजुरहरूलाई मेरो च्यानल मन पर्यो भने सब्स्क्राइब गर्न पनि नबिर्सनु है त। थ्याङ्क यू।